खसीको मासु आँखाभरि आँसु क्या करूँ हाय कम्ती कम्ती होता है। गाइस यो भिडियो चाहिँ थियो पूर्णिमाको आगेको दिनको, जुन दिन चाहिँ म मासुको रेसिपी बनाउन आँटेकी थिएँ र मान्छे हुनुहुन्छ 4 जना, तर मासु चाहिँ सानो बाटीमा अलिकति, किन भनेपछि अब दसैँ सकिँदै गइसकेपछि गाइस मासु पनि सकिनु पर्यो नि त हैन, र त्यही लागि मासु पनि सकिएर सानो बाटीमा अलिकति रहेको थियो। त्यो मासुलाई चाहिँ आमाले फ्राई गरेर राख्नुभएको थियो। अब त्यसलाई पकाउनु पर्यो भनेर मैले चाहिँ पकाएँ। अनि गाइस अब घरमा बुढाबुढी भइसकेपछि नि कुकरमा सिटी मराउनु पर्यो भनेर सोचेँ। अब गाइस हामी देखालाई नै पनि खाइराख्दाखेरि दाँत दुख्छ नि त नि, यत्रो दिन अब दसैँमा लगातार मासु भइरहेको र खाँदा खाँदै दाँत दुख्यो अरे सबैजनाको। अनि के गरौँ भनेर सोचेँ मैले, कुकरमा अब चाहिँ म सिटी मराउँछु, सबै थोक अदुवा लसुनहरू हालेर, धनियाँ नागा धनियाँ भन्छ नि त्यो पत्ताहरू हालेर म झोल बनाउँछु भनेर सोचेँ। अनि मैले बसालेँ अब कुकरलाई ग्यासमा पानी सानी हालेर। गाइस खोर्सानी त हाम्रो घरमा बिल्कुल खुवाइ हुँदैन, म खान्न, मेरो हस्बेन्डले पनि खानुहुन्न, मेरो आमाले पनि खानुहुन्छ त खालि पिताले मात्रै। गाइस मलाई चाहिँ भने मासुमा खोर्सानीको भन्दा धेरै मरिचको पिरो राम्रो लाग्छ, फ्राई मासुमा होस् या झोल मासुमा होस्। खोर्सानी चाहिँ सानो टुक्रो हालेकी थिएँ, अनि यता मैले मरिच पिसेर राखेको अलिकति हालेँ। यो मरिच हालेको मासु चाहिँ मलाई साह्रै स्वादिष्ट लाग्छ। अनि यता मैले चाहिँ अब कुकरको ढक्कन सगन लगाएर ग्यास चाहिँ अन गरेर मासुको कुकरलाई चाहिँ बसाइदिएँ। अब हेरिराख्नु पर्यो, धेरै सिटी मार्यो भने त प्यात्त हुन्छ भनेर 1 सिटी 2 सिटी गर्दा गर्दै मेरो मासुको कुकरले पनि सिटी मारिसक्यो। गाइस तपाईहरुले पनि यसरी ट्राई गरिहेर्नु होला त, साह्रै टेस्टी लाग्छ।